तपाईँ जसलाई छुटाउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिनलाई म एकछिन लुक्दिएँ। लुक्न पनि उहाँ मकवानपुरको चन्दवनसम्म हेलिकप्टर चढेर जान्छ कोही? यो चाहिँ किन नसोधे? त्यो नारा लाउने बेला सोध्नु पर्दैन? यो कुरा उहाँले जान्नुहुन्छ, उहाँको समर्थनमा आएको तपाईँ, उहाँको ढाल बनेर आएको तपाईँ, उहाँलाई छोड्नु पर्यो। उहाँ हत्यारो होइन भन्न आएको तपाईँ। त्यो त हो। हजुरले एउटा कुरा, प्रधानमन्त्रीले आदेश जुन भन्नुभयो नि जारी गर्छ भनेर, त्यो जारी गरेको त एउटा प्रोटोकल हुन्छ होला नि त। त्यो प्रोटोकल त हामीले थाहा पाउनु पर्यो होला नि त। हामीले त त्यही कारणले त गौरी आयोगको प्रतिवेदन सार्वजनिक गर्नु भन्यौँ नि। जनताले थाहा पाउनु परेन। त्यो तपाईँले भनेको तपाईँको पार्टीको नेता प्रदीप गेवाली नाम सुन्नुभएको छ? हजुर सुन्नुभएको छ? सुनेको छु। हो, गुल्मीबाट चुनाव लड्नु भएको थियो, भोट पुगेन, हजुर पराजित हुनुभयो। हजुर उहाँ त्यही कुर्सीमा बसेर मसँग भन्नुभयो गौरीबहादुर कार्कीको आएको प्रतिवेदन खारेज गर्नुपर्छ, गौरीबहादुर कार्कीको आएको प्रतिवेदन मान्दैन भनेर। ओ मेरो धारणा त्यसमा चाहिँ के हो भन्दाखेरि, पहिला प्रतिवेदन सार्वजनिक हुन पर्यो, आम जनताले थाहा पाउनु पर्यो कसले कस्तो के बयान दिएको छ, कसले गौरी आयोगले कसरी छानबिन गरेको छ, गौरीबहादुर कार्कीज्यूले कसरी छानबिन गर्नुभएको छ। ठुल्ठुलो कुरा नजानुहोस् न, मेरो कुराको सिधा जवाब दिनुहोस् क्या। म नेताहरूसँग प्रश्न गर्दा 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 वाक्क भएको छु। हजुर म सुगर खानुहुन्न भन्छु, उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ। मलाई त्यस्तो जवाब चाहिएकै छैन, मलाई सिधा जवाब चाहिएको छ। तपाईँको जेनेरेसनसँग त झन् सिधा चाहिएको छ। हजुर तपाईँ जस्तै कलेज गएका विद्यार्थीहरू, ड्रेस लाएर गएका विद्यार्थीहरू होइन, उनीहरूलाई ताकी ताकी गोली हानेको छ। रसी खतिवडाको आमा हजुर देख्नुभयो होला नि, उहाँको आँखा त सांसद भएर जाँदा पनि कहिले ओभाएको हुँदैन नि, देख्नु भएको छ होइन? त्यस्ता धेरैका बोल्न नसक्ने आमा र बुवाहरू छन्। उनीहरूको पीडा चाहिँ तपाईँलाई पीडा भएन। केपी ओलीलाई अस्पतालमा लिएर गएर राखेर छानबिन गर्दा तपाईँलाई पीडा भयो र सडकमा आएर सुदन गुरुङ हत्यारो सुदन गुरुङ राजीनामा दिए भन्न पर्यो? उम्रदेखि 3 पाते